नमस्ते विद्यार्थी भाइ बहिनीहरू। आजको यस युट्युब भिडियोमा म तपाईहरुलाई डाइरेक्ट स्पिच र इन्डाइरेक्ट स्पिचको बारेमा पढाउन लागिरहेको छु। अर्थात् आजको यस भिडियोमा म डाइरेक्ट स्पिचमा यदि इन्टरोगेटिभ सेन्टेन्स छ भने इन्टरोगेटिभ सेन्टेन्सलाई हामीले कसरी इन्डाइरेक्ट बनाउने भन्ने बारेमा हामी यस भिडियोमा छलफल गर्न लागिरहेका छौं। पहिलो कुरा त हामी इन्टरोगेटिभ सेन्टेन्स चाहिँ दुई प्रकारको हुन्छ भनेर चाहिँ पहिलो कुरो त हामीले बुझ्न आवश्यक छ। अर्थात् WH वर्डबाट सुरु हुने WH क्वेशन, इन्टरोगेटिभमा प्रश्नार्थमा हुने एउटा क्वेशन WH क्वेशन र अर्को क्वेशन छ yes no क्वेशन, yes no क्वेशन। WH क्वेशन र yes no क्वेशन अर्थात् WH वर्डबाट सुरु हुने क्वेशन WH क्वेशन र yes no क्वेशन भनेको चाहिँ एक्सिलरी भर्बबाट सुरु हुने क्वेशन चाहिँ yes no क्वेशन हो। अर्थात् एक्सिलरी भर्बबाट सुरु हुने क्वेशन yes no क्वेशन, WH वर्डबाट सुरु हुने क्वेशन WH क्वेशन। आज हामी WH क्वेशन र yes no क्वेशनलाई अथवा WH क्वेशन र yes no क्वेशन भएको डाइरेक्ट स्पिचलाई हामीले इन्डाइरेक्टली कसरी बनाउने त भन्ने बारेमा चाहिँ छलफल गर्न लागिरहेका छौं। अब हामी सुरु गरौं WH क्वेशनलाई हामीले कसरी इन्डाइरेक्ट बनाउने त भन्दा सेड रिपोर्टिङ भर्ब सेड अथवा सेड टु छ भने हामीले के बनाउँछौं त भन्दाखेरि आस्क बनाउँछौं र कमा इन्भर्टेड कमालाई हटाएर हामीले सेम WH वर्डले जोड्छौं। सेम WH वर्डले नै हामी जोड्छौं र त्यसपछि हामी चाहिँ सम्बन्धित अब टेन्स चेन्ज गरेर पर्सन चेन्ज गरेर अनि त्यसपछि छ भने एडभर्बियल चेन्ज गरेर हामी के गर्छौं त इन्डाइरेक्ट स्पिच बनाउँछौं। जस्तै एउटा एक्जाम्पल दिउँ। he said to me what is your name। यहाँ एउटा क्वेशन छ he said to me what is your name। अब यसलाई हामीले इन्डाइरेक्ट बनाउँदैछौं। यो भयो चाहिँ रिपोर्टिङ भर्ब, यो भयो रिपोर्टेड स्पिच। अब यसलाई हामी इन्डाइरेक्ट बनाउँदा सुरुमा हामी के गर्छौं त भन्दा he said to लाई हामीले के बनायौं त आस्क बनायौं किनकि यो प्रश्नार्थमा छ। he asked me र अब यो प्रश्नार्थमा भएकोले WH वर्ड WH क्वेशन भएकोले गर्दा जे छ WH वर्ड त्यही नै WH वर्डले हामी जोड्छौं what। र अब हामी के गर्छौं भने यहाँ हेर्छौं सुरुमा पर्सनलाई। यो योर भनेको चाहिँ के हो त भन्दाखेरि सेकेन्ड पर्सनको पोसेसिभ केस हो। यु यु योर र सेकेन्ड पर्सन चेन्ज इन्टु अब्जेक्ट भनेको यो रिपोर्टिङ भर्बको यो सब्जेक्ट भयो, भर्ब भयो, यो अब्जेक्ट भयो। रिपोर्टिङ भर्बको अब्जेक्टसँग चाहिँ सेकेन्ड पर्सन चेन्ज हुन्छ भने योर चेन्ज हुँदा केसँग भयो मीसँग भने मीलाई पनि हामी पोसेसिभ केसमा लगाउँ के भयो त माई। अब योर नेम के भयो माई नेम, इज MR चेन्ज भएर पास्टमा जाँदा के भयो त वाज। र यसमा के भयो भन्दाखेरि he asked me what my name was। हेरौं he said to me why are you late। एउटा क्वेशनलाई हेरौं he said to me why are you late। अब यसलाई हामी फेरि इन्डाइरेक्ट बनाऊ। he said to चेन्ज गरेर के बनाइजाउँ त asked me र WH वर्ड जे छ त्यसले जोडौं why you। यु भनेको चाहिँ सेकेन्ड पर्सन हो, सेकेन्ड पर्सन चेन्ज इन्टु अब्जेक्ट, अब्जेक्टसँग हामीले चेन्ज गर्ने रिपोर्टिङ भर्बको अब्जेक्टसँग। त्यसैले गर्दा अब यहाँ के भयो भन्दाखेरि यु भनेको सब्जेक्टमा छ, मीसँग चेन्ज भयो, मीको सब्जेक्ट के भयो त आई, वाई आई इज MR चेन्ज भएर वाज भयो LAT लेट। त्यसरी हामीले के गर्यौं त भन्दाखेरि क्वेशनलाई सल्भ गर्यौं। एउटा क्वेशन she asked me, she said to me when did they arrive। when did they arrive यसलाई हामीले इन्डाइरेक्ट स्पिचमा लाँदाखेरि सबैभन्दा सुरुमा हामीले के गर्यौं त भन्दा she asked बनायौं she asked me। when को when नै बनायौं हामीले when
अब हामीले के गर्यौं भन्दा दे भनेको के हो त ही सी इट दे भनेको थर्ड पर्सन हो थर्ड पर्सनलाई इन्डाइरेक्ट उनीहरूलाई परिवर्तन गरिदैन जस्ताको तस्तै राख्यो हामीले when they यो did भनेको चाहिँ verb 2 हो verb 2 हुँदा हामीले के गर्छौं त भन्दा had plus verb 3 बनाउँछौं त्यसैले हामीले के राख्यौं had र अब had plus verb 3 भनेपछि चाहिँ सिम्पल पास्ट चेन्ज गरेर पास्ट पर्फेक्टमा गयो र arrived लाई हामीले के गर्यौं त भन्दा verb 3 बनायौं arrived अझै एउटा एक्जाम्पल लियौं she said to me what are you doing now एउटा एक्जाम्पल छ यहाँनिर हेर्नुस् त she अब फेरि said to लाई के बनायौं त हामीले asked me what को के भयो what नै भयो you सेकेन्ड पर्सन चाहिँ इन्टु अब्जेक्ट या मी छ यो भनेको चाहिँ सब्जेक्टिभ फर्ममा छ र मी को सब्जेक्टिभ फर्म भनेको के हो त आई फर्स्ट फर्म आई हो इजेमा चेन्ज गरेर वाज गयो अर्थात् भनौं प्रेजेन्ट कन्टिन्युअस चेन्ज भएर पास्ट कन्टिन्युअसमा गयो आई वाज डुइङ यो नाउ छ यो नाउ चाहिँ चेन्ज गरेर के भयो त भन्दा एडभर्बियल चेन्जमा देन भयो र यसरी हामीले के गर्यौं त भन्दाखेरि इन्डाइरेक्ट स्पीच बनाउन सिक्यौं के को त भन्दा इन्टरोगेटिभ सेन्टेन्स को डब्ल्युएस क्वेशनलाई हामीले कसरी इन्डाइरेक्ट बनाउने भन्ने कुरा चाहिँ सिक्यौं र अब अर्को भिडियोमा इन्टरोगेटिभ सेन्टेन्स को एस्नो क्वेशनलाई कसरी इन्डाइरेक्ट स्पीच बनाउने भनेर पनि लिएर आउनेछु र विद्यार्थी भाइ बहिनीहरूले प्र्याक्टिस गर्नुहुनेछ घरमा भन्ने पनि मलाई आशा छ धन्यवाद